विशेष गरी बिमा अभिकर्तामा आबद्ध हुँदै गर्दाखेरि हामी एक प्रकारको यो समाजका लागि यो राष्ट्रका लागि आर्थिक सल्लाहकार पनि हौं, जसले गर्दाखेरि कमाउन त हरेक मान्छेले आफ्नो योग्यता क्षमता र ल्याकत अनुसार कमाइरहेको हुन्छ, तर उसलाई बचत गर्न सिकाउने भनेको एक मात्रै व्यक्ति हुन्छ, त्यो भनेको बिमा अभिकर्ता हो। खर्च गराउन सिकाउने थुप्रै ठाउँहरू छन्, तर बचत गर्न सिकाउने ठाउँ भनेकै बिमा हो र त्यो बिमा अभिकर्ता हो। बिमा अभिकर्ता भन्दै गर्दाखेरि बिमा अभिकर्ताले केही कुराहरूलाई चाहिँ मध्यनजर गरेर अगाडि बढ्नुपर्छ भन्ने मेरो बुझाइ हो। उहाँले आफूसँग भएको प्रडक्टको बारेमा चाहिँ नलेज हुनैपर्छ, त्यसका लागि उहाँ अध्ययनशील बन्नुपर्ने हुन्छ, अध्ययन गर्नुपर्ने हुन्छ। र अर्को कुरो भनेको जहिले पनि बिमा अभिकर्ता हँसिलो र मिजासिलो हुनुपर्छ, किनभने मान्छेले हेर्ने बित्तिकै हाम्रो फेसियल इम्प्रेसन हेर्ने बित्तिकै उसले चाहिँ हामीलाई मन पराइदियोस् अथवा हाम्रा कुरा सुन्नका लागि चाहिँ ऊ मान्छे लालायित होस्। र सँगसँगै हामीले दिने सेवा, बिमा अभिकर्ता भइसकेपछि हामीले हाम्रो बिमितलाई, हाम्रो ग्राहकलाई दिने जुन सेवा छ त्यो सकेसम्म चुस्त दुरुस्त पारिदिने काम चाहिँ गर्नुपर्छ। र सँगसँगै त्यति मात्रै होइन, र बिमा अभिकर्ता हुँदै गर्दाखेरि हामी एक अर्काका हामी पूरक पनि हौँ। कम्पनीसँग अभिकर्ता, अभिकर्तासँग कम्पनी र अभिकर्ता समाजका लागि पनि पूरक हो, जसले गर्दाखेरि छरिएर रहेको रकमलाई सङ्कलन गरेर देश विकासका लागि र देश निर्माणका लागि त्यो एक प्रकारको कोष निर्माण पनि अभिकर्ताको ठुलो हात छ।